छ गाइस हाम्रो न्यू ब्लगमा आज चाहिँ हामी बजार जान लाग्छौँ र मेरी छोरीहरु मोबाइल खस्यो गाइस हेर्नुस् मलम गराउँदै मेरी छोरीहरु न आज म स्कुल नाम लेखाउन पठाउँदै छु बजार घुम्न बजाउँदै छु ल जाऊ हामी घुम्नलाई हामी चाहिँ ग्रेट अप हान्नको लागि जाँदै भाइको ग्रेट अप हान्ने जान लाग्छौँ के हुन्छ ग्रेट अप अब अस्ति एक्लै साइज त्यही भने ग्रेट अप हान्ने भने 5 मा 3 बाट के हुन्छ पहिला पनि कति 1 बाट 2 नगरिन 3 मा ग्रेट अप हाने अब 3 पढ्यो अब 4 नगरिन 5 मा ग्रेट अप हान्ने भने के हुन्छ अब जाउँ एक्जाम दिने आज एक्जाम छ त्यसपछि काम हुन्छ हाम्रो यो भूतपट्टि गर्छ आज आइज तपाईहरुले चल्काउने हो अरे अब नै एक्जाम हुँदैछ तल पर मात्रै चाहिँ एक्जाम दिएर आइसक्यो अनि यसमा यिनी पनि आइसकिन् अब एन्जल चाहिँ फेरि एक्जाम दिएर गइछिन् अब एन्जल चाहिँ अब पहिला चाहिँ उता नेपालगञ्ज पढी थिएन अब चाहिँ यहाँ अब फेरि यहाँ यता पढ्नलाई फेरि एक्जाम दिनुपर्ने रहेछ त्यही भएर एक्जाम दिन गइछिन् यसले चाहिँ एक्जाम दिएर आइसक्यो होइन रेवन्तले चाहिँ एक्जाम दिएर पनि पास भएर पनि अब ग्रेड अप पनि 5 मा ग्रेड अप भइसक्यो अब यो 2083 सालको अनि भर्खर हामीले चाहिँ नास्ता खायौँ होइन होइन त हेमन्त हामी नास्ता चाहिँ भर्खर खायौँ खाएर पनि हिँडेर पनि यहाँ अब यहाँ पुगिसक्यौँ अब घर जान लाग्यौँ आजको कामै पात्रो हेर्न लागिसक्यौँ बर्थडे कहिले आहा भनेर होइन बर्थडे कहिले आइपुग्यो अनि बस्छौँ हामीले अब त्यहाँ घर आइसक्यौँ अनि खाँदैछ भाइ चाहिँ मैले चाहिँ भर्खर खाइसकेँ म अलिक फटाफट खान्छु त्यही भएर भाइ चाहिँ खाँदैछ म चाहिँ यता छु भाइ चाहिँ यता छ हेमन्त ल हिँड्दै त कस्तो भन्छ यता हेर्छ यता हिँडेर यता आइज के त्यो कुरो थाहा होला यति ह्यान्डसम छ अनि मेरो भाइ हाम्रो जस्तो उमेरमा त कतिवटा केटी ल्याएर लाग्छ नि कतिवटा केटी हो कि हेमन्त हामी चाहिँ भर्खर घर आइपुग्यौँ अब घर आइपुग्यो आजलाई यति नै ब्लग बाई बाई हेमन्तले चाहिँ एक्जाम दिएर आइसक्यो अनि यसमा यिनी पनि आइसकिन् अब एन्जल चाहिँ फेरि एक्जाम दिएर गइछिन् अब एन्जल चाहिँ अब पहिला चाहिँ उता नेपालगञ्ज पढी थिएन अब चाहिँ यहाँ अब फेरि यहाँ यता पढ्नलाई फेरि एक्जाम दिनुपर्ने रहेछ त्यही भएर एक्जाम दिन गइछिन् यसले चाहिँ एक्जाम दिएर आइसक्यो होइन एक्जाम दिएर पनि पास भएर पनि अब ग्रेड अप पनि 5 मा ग्रेड अप भइसक्यो पात्रो पनि ल्यायौँ अब यो 2083 सालको अनि भर्खर हामीले चाहिँ नास्ता खायौँ होइन होइन त हेमन्त हामी नास्ता चाहिँ भर्खर खायौँ खाएर पनि हिँडेर आइसक्यौँ बर्थडे कहिले आहा भनेर होइन बर्थडे कहिले आहा भनेर हेमन्तको ठ्याक्कै मिल्यो बर्थडे कहिले आहा भनेर अनि बस्छौँ हामीले अब त्यहाँ घर आइसक्यौँ अनि खाँदैछ भाइ चाहिँ मैले चाहिँ भर्खर खाइसकेँ म अलिक फटाफट खान्छु त्यही भएर भाइ चाहिँ खाँदैछ म चाहिँ यता छु भाइ चाहिँ यता छ हेमन्त ल हिँड्दै त कस्तो भन्छ यता हेर्छ यता हिँड्यो त्यो कुरो थाहा होला यति ह्यान्डसम छ अनि मेरो भाइ हाम्रो जस्तो उमेरमा त कतिवटा केटी ल्याएर लाग्छ नि कतिवटा केटी हो कि हामी चाहिँ भर्खर घर आइपुग्यौँ अब घर आइपुग्यो आजलाई यति नै ब्लग